हेलो एभ्रिवान, तपाईहरुको बीचमा एउटा सानो भिडियो सानो ब्लग लिएर आज हामीहरु जाँदैछौं लोछार तिनसुकिया डिस्ट्रिक्ट मार्केटहरु देखाउनलाई म प्रयास गर्छु र हेर्नुहोस्। र अहिले चाहिँ निक्लेको हामीहरु सनम लोछार जानुको लागि। तामाङको जुन लोछार भन्छन् यो आज लास्ट बिदाई लोछार हो। त्यो बिदाई लोछारको हामीहरु एकछिन गएर यसो इन्जोय भी गरौँ भनेर हामीहरु परिवारका साथ परिवारका साथ हामी निस्केका छौं। यहाँ हेर्न सक्नुहुन्छ परिवारहरु उहाँ छन्, उहाँ छ र अहिले हामी निस्केदै छौं। र उहाँ गएपछि कति बाइक त्यहाँको कस्तो के हुन्छ दृश्य तपाईहरुले हेर्नुस् र बाइ बाइ। अब हामीहरु जाँदै छौं घर परिवार परिवार साथमा हामीहरु सनम लोछार बिदाई लोछार गएर उहाँ सो घुम्ने हो, प्रोग्राम हेरिने हो। र हजुरहरुले हेरिदिनुस्, तपाईहरुलाई म कुछ अलिकति भिडियोको मार्फतमा देखाउन प्रयास गर्छु र तपाईहरुले यो भिडियोका साथ बनिरहिदिनु होला। अगर तपाईहरुले यदि अगर राम्रो लाग्यो भने चाहिँ तपाईहरुले एउटा सानो एउटा माया भेट लाइक सब्स्क्राइब च्यानललाई चाहिँ गरिदिनुस् होला। लोछार प्रोग्राममा जानुलाई कति उत्साह और कति एउटा फुर्ती लाग्छ मनमा, नमरे बाँचेसम्म कस्तो के हुन्छ। र यसैपालि नै अब यो बगान बाटो जाँदैछौँ, यो दलङ पार भयौँ अनि यो बगान बाटो अलिक यो बगान बाटो पार भइकन अब तपाईको हाइवे रोड भेटिन्छ। यो हो ओभरब्रिज, नতুन बनेको ओभरब्रिज हो। यहाँबाट चाहिँ निकै टाढो छ, तपाईको कमसेकम 25 किलोमिटर हुन्छ। यो हामीहरुको मार्केट आइपुग्यो। तपाईको शुभ नाम? हजुर मेरो सुरज ठोकर। हजुर सुरज ठोकर। सुरज हो नि? हजुर। यसको लागि चाहिँ प्रोग्रामको लागि गर्दाखेरि धेरै नै तपाईहरुले चाहिँ कति चाहिँ आनन्दित पाउनु भएको छ? यो कतिको आनन्द लाग्यो भनेर? हजुर दोकानदारी खुसी लागिरहेको छ। आज आफ्नो अब ट्रेडिसनल सामानहरु बेच्नु हो। हजुर खुसी लागिरहेको छ। त्यो तर बजार त अब पहिला जस्तो त हुँदैन। आज यस्तो तामाङको प्रोग्राम हुँदाखेरि तपाईहरुको माने यस्तो प्रोग्राम यो यस्तो अब बजार सजार गर्दाखेरि बा दुकानदार गर्दाखेरि राम्रै नै तपाईहरुको यो चलिरहेको छ हैन? हजुर राम्रै छ। ठिकै छ। यो लोछारको अब बिदाई समर हो एक्चुअली। हजुर लास्ट समय हो। अब हाम्रो अहिले प्रोग्राम त राम्रै भइरहेछ। अब हामी त व्यापारी भए यही व्यस्त छु। अब खै अब थाहा अब दोकान सकान बन्द गरेर अब जाने हो सेलोमा नाच्ने। तपाईको माने कहाँदेखिबाट तपाईले बिलोङ गर्नुहुन्छ? हजुर म तिनसुकिया आसाम जागुनबाट हो। देख्नु भएछ भने उहाँको जोगाजोग सम्बन्धित उहाँहरुले जति पनि अब तामाङको जति पनि हुन्छ हामीहरुको यो देख्नु भएछ यो बौद्धको आफ्नो एउटा धर्मको यो गरेको छ। उहाँहरुलाई जोगाजोग गरेर भए तपाईहरुले उहाँहरुलाई गर्न सक्नुहुन्छ। यहाँ गरेका छ। ल नमस्कार लासो प्राफुला सम्पूर्ण तामाङ समुदायलाई पूर्वज तामाङ बौद्ध संघ तिनसुकिया जिल्ला समितिको आयोजनामा सम्पूर्ण लोसार कार्यक्रम भइरहेको छ। यहाँ हुनुहुन्छ, कस्तो लाग्दैछ? म राम्रै लाग्दैछ मलाई। म त उसको श्रीमती नै हो। कस्तो लाग्दैछ? अब राम्रै लाग्दैछ नि। यहाँ गोर्खा टक्सको हामीहरुको न्यूज च्यानलको यहाँ पनि भेटे, बहुत आनन्दित पनि लाग्यो। मेरो त यो सानो एउटा यो ब्लगको यो हो, उहाँहरुलाई भेट्नको लागि मेरो पुरा आनन्दित भयो र हजुरदेखिबाट भेटेर पनि बहुत राम्रो खुसी लाग्नु भयो। गोर्खे सन्तानलाई तपाईले सपोर्ट गरिदिनुहोस्, मानिदिनुहोस् हैन। उहाँहरु चाहिँ माने अब उहाँहरु चाहिँ न्यूज च्यानलको गोर्खा टक्सको न्यूज च्यानलको उहाँहरु चाहिँ म यहाँ अब दाजु भनौँ जोजै भनौँ हामीहरुको अब उहाँहरुले चाहिँ अब देख्नु भएछ यहाँ प्रोग्राममा आउनु भएछ। उहाँले चाहिँ भेटेर चाहिँ मलाई चाहिँ बहुत आनन्दित लाग्यो, धन्यवाद लाग्यो, बहुत धन्यवाद। तपाईँ
हिरो देख्नुपर्छ तपाईँलाई चाहिँ बहुत धन्यवाद धन्यवाद दिन चाहन्छु आउने दिनहरूमा सक्सेस होस् हजुर उहाँ अन्तर्राष्ट्रियको आर्टिस्ट हो गायक हो तामाङ सेलोको बहुत राम्रो लाग्यो उहाँसित फोटो मारेर देख्नु भएको छ यहाँ हामीहरूको डम्फु दुईजना घर परिवार तामाङ लोसारको समारोह विदाईको यही हो तपाईँहरूको यहाँ देख्नुहुन्छ यहाँ जति भएको यहाँको सबै यहाँ टेकेर फाफुल्छ भन्न चाहन्छु हामी नेपाली हौँ हामी तामाङ हौँ विश्व सभ्यतामा हाम्रो परिचय छ बहुसभ्यता बहुभाषा बहुधर्म जसले हामीलाई समाजसँग छाती खोलेर उभिन सिकाएको छ त्योभित्र पनि म नेपालमा तामाङ भएकोमा थाहा भएकै कारण मैले आमाले गाउने फापरे गीत आँखेले बजाउने डम्फु पेङदोर्जेले सिर्जना गरेको आदिम डम्फुमा आफ्नो लय मिलाएर गीत गाउँदै हिँड्दा फेरि दोहोऱ्याएर यो आसामको भूमिमा टेक्ने र यहाँहरू सामु गीत गाउने सौभाग्य दिनुभएको छ फेरि पनि यो आयोजक प्रति मेरो हृदयदेखि नै थाफुल्ला भन्न चाहन्छु अनि आदिम इतिहासको पाइलाहरू खोज्दै जाँदा हाम्रो जरा जहाँ थियो हामी त्यहाँ पुग्नुपर्ने हुन्छ त्यसैले गर्दाखेरि हामी जरासँग जोडिएको गीतहरू गाउँदै सुनाउँछौँ है दाजु प्लिज घरमा जोड्ने बाँकीहरू